होइन हर्कजीलाई त म शुभकामना दिन्छु। उहाँमा एउटा नेपाली राष्ट्रियता देखियो, राईको छोरो हजुर होइन। केमा देख्नुभयो जुन मन्त्री पद लिन गएको मान्छे फर्केर हो? होइन आर्मी क्याम्पबाट निस्किएपछि, सेनाको मुख्य अड्डाबाट निस्किएपछि उहाँ पुग्नु भएको थियो। अब उहाँले पनि सोचेर जानुभएको होला, तर उहाँले जुन अहिले बुझ्नु पनि आएर अहिले पछिल्लो समयमा बुझ्नु पनि मैले उठाएको कुरा, पहिला त उहाँ पनि मलाई हावा भन्नुहुन्थ्यो, तर अहिले आएर उहाँले जुन बुझ्नुभयो नि, दुर्गा प्रसाईले मेरो नाम लिएर त बोल्नु भएको छैन, तर तपाईँले गएर बुझ्नु होला। बालेन भन्दा 100 गुणा राम्रो हो यो देशको लागि हर्क साम्पाङ। साम्पाङ भनेको राई होइन हो, कुरा बुझ्यो होइन, 100 गुणा राम्रो भनेपछि तपाईँको नजरमा यो देशमा एउटा राम्रो व्यक्ति भनेको हर्क साम्बाङ छ होइन। बालेनले कालो, हर्क साम्बाङले त कालो चस्मा लगाएको छैन नि, राज देखिँदैन क्या। हर्क साम्बाङलाई विदेशीले चलाएको रहन्छ नि त, मलाई पनि चलाएको छैन। राष्ट्रप्रति त माया रहेछ नि त, ऊ राष्ट्र जोगाउँछु भनेर गयो, तर उसलाई किक आउट गरे क्या बालेनको टिमले। हिजो बालेनसँग पटक पटक मिल्न जाँदाखेरि मैले भन्दै थिएँ त्यतिखेर, नजाऊ है साथी हो नजाऊ, कालो चस्मा भित्रको राज, कालो कोट भित्रको राज भनेको डरलाग्दो हुन्छ भन्थेँ म।